म आफ्नो हिसाब बिर्सन सक्छु तर देशमा 35 वर्ष भएको अन्यायको हिसाब बिर्सन सक्छु। आजलाई यति मात्र बुझ्नुस्, नयाँहरू सबै मिल्छन्, एकै ठाउँमा आउँछन्। यिनलाई हराउन मिल्न पर्दैन, देशलाई जिताउन मिल्ने। म एउटा चुनावका लागि राजनीतिमा आएको होइन, म एउटा पुस्ताका लागि राजनीतिमा आएको। देशका संरचनाहरू जले खरानी भए भन्ने कुरा गरिएको छ। जो खरानी भयो त्यो त बन्ला, तर तपाईँ हाम्रो सपना 35 वर्षदेखि खरानी भएको छ, त्यसको हिसाब कसले गर्ने? इतिहास जति गौरवशाली भए तापनि त्यसले भविष्यको भारी बोक्न सक्दैन। भविष्य हामीले बनाउने हो। इतिहास तपाईँले गर्नुभयो, धन्यवाद। थानकोमा बस्नुहोस् है, थानकोमा बस्नुहोस्, थानकोमा बस्नुहोस्। दुई तिहाईको दम्ब, भिडभाडको दम्ब र पाखुराको दम्ब देखाउनु भयो भने त फेरि हेलिकप्टरमै झुन्डिएर भाग्नुपर्छ। मलाई थाहा छैन मेरो यो आवाज कति दिनसम्म चल्ने हो। म माथि तरवारहरू धेरै झुन्डिएका छन्, मुद्दा बाँकी छन्। अपदस्थ सरकार गयो तर उनले झुन्ड्याएको मुद्दा मेरो टाउको माथि अझै पनि छ। लड्छु, मलाई चिन्ता छैन लड्नको निमित्त, जबसम्म सास रहन्छ लड्छु। तर तपाईँहरूको साथ चाहिन्छ। अब सरकारलाई सरकार जस्तो राष्ट्रपालले बनाउँछ, चिन्ता नगर्नुहोस्, सबै मिलेर। म फेरि पनि साथीहरूलाई भन्न चाहन्छु, एउटा चुनावको कुरा हो भने कुरा नगरौँ, एउटा पुस्ताका लागि मिल्ने हो भने म तयार छु, हरदम तयार छु। हिजो जेलभित्र बस्दा पनि तयार थिएँ, आज बाहिर पनि तयार छु, फेरि जेल हालेछन् भने पनि तयार छु। तपाईलाई समस्या पर्यो भने रविलाल के कारागारमा छ डकुमेन्ट आउनुहोस् भनेपछि आज म आउँछु तपाईँकोमा, तपाईँको घरमा आउँछु, म तपाईँको आँसु पुस्ने कोसिस गर्दैछु। मलाई त होइन, सिङ्गो राष्ट्रमा तपाईँको आउनेछ। सिङ्गो क्षेत्रको माया बोकेर म आज शहीदका आमाहरूलाई भेट्न जाँदैछु। यो सार्वजनिक मञ्चमा ती आमाहरूलाई भन्न चाहन्छु, आमा हो पोखरितिएको होला, केही छोराहरूले बोलिरहने जे होला, सिङ्गो चितवनका छोराछोरी तपाईँको साथमा छन्, तपाईँलाई हामी छोड्दै